पन्छीहरू खानाको खोजीमा खानाको जद्दोजहदमा लागि परेका छन् र आफ्नो जीवन धान्नको लागि यिनीहरू तछार मछार गर्दै व्यस्त छ। काग र बकुलाको यो टोली र मैनाको टोली आफैमा हतलाग्दो देखिन्छ, जहाँनिर उनीहरूको जीवन धान्ने खानाको आवश्यकता परिपूर्ति गर्नको लागि कुनै सामानको पछाडि जहाँनिर सम्भाव्यता छ उसैको पछाडि लागि पर्छ। यो जीवनको यो इकोसिस्टमको नियम हो र यिनीहरू आफ्नो जीवनका अध्यायहरू यसै गरी खाना खोजीमा त्यस्तै मानव रूपी जिन्दगीमा पनि आफ्ना घाँसपास कपासको लागि र भोजनको लागि मान्छे जद्दोजहद गरी विश्वको हरेक कुनाबाट एक कुना माइग्रेट हुँदै आफ्नो परिवार र जहानको लागि आफ्नो जीवनको लागि मरिहत्ते हुन्छ। यो इकोसिस्टममै पर्ने विषय हो र आज हामी यो असारको महिनाको 21औं गतेमा आफ्नो खेतमा यसो टट्टलाइरहँदा यिनीहरूको खाना खोजिरहँदा मलाई कता कता मान्छेको जीवन सँगसँगै यिनीहरूको जिन्दगी सँग मिल्दोजुल्दो रहेछ भन्ने कुराको एउटा भान हुन्छ र हस्त यति भन्दै यिनीहरूको जीवन र खानाको बन्दोबस्त इकोसिस्टमलाई पुरा गरौँ भन्दै म यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद।